रिपोर्ट पाइन भनेर इन्टरभ्यू दिने मन्त्रीले राज्य व्यवस्थाले यसो गर्यो भन्ने रिपोर्ट तपाईँहरूको अगाडि मैले दिएको हो कि होइन? तपाईँले हेरेर यो ठिक छ भने हो कि होइन? आज हेर्दा कानुन मन्त्रालय र मेरो सचिवालयको सचिवबाट भएको देखिए जस्तो मलाई अनुभूति भएको छ। मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम यो निर्णयले भएको छ, तर मेरो संलग्नता बिना भएको छ। लोकतन्त्र दिवसको दिन थियो, माननीय मुख्य सचिव पनि हुनुहुन्थ्यो, टुँडीखेलमा कार्यक्रम थियो। खाना खाना मलाई बोलाउनु भयो उहाँले मन्त्रालयमा। हामी त्यहाँ सचिवजी हुनुहुन्छ, दिउँसो लीलानाथ श्रेष्ठ उहाँ हुनुहुन्थ्यो, माननीय दिलेन्द्र बोर्डलाई बोलाइएको थियो। फेरि बेलुका बोलाइयो। को थियो? रघुजी पन्त हुनुहुन्थ्यो, म थिएँ, त्यसपछिबाट मन्त्रीजी हुनुहुन्थ्यो, मलाई लाग्छ अनि वन मन्त्री पनि आउनु भएको थियो। वनको केही समस्या थियो त्यहाँ। अझ मन्त्रीज्यूले के गर्नुभयो, सामान्य प्रशासन मन्त्रीज्यूले आफ्नो कुर्सीमा रघुजी पन्तलाई राख्नुभयो, यहाँ बस्ने दाइ भन्नुभयो। सञ्चार मन्त्रीले उहाँले किन भन्नुहुन्छ भने यो संसदको ठुलो हामी माथिको प्रहार हो, कानुन बनाउने माथिको प्रहार हो। यहाँ कसको खेल थियो भन्ने हामीले जान्नुपर्ने जरुरी थियो। र मलाई सामान्य प्रशासन मन्त्रीज्यूले के भन्नुभयो, साँची हुनुहुन्छ रघुजी पन्त, यो विधेयक मलाई सम्माननीज्यूले आजै पेश गर्नु भनेको छ। प्रेसर बढी भयो, मलाई प्रेसर बढी भयो, रामरजी आजै पेश गर्नुपर्छ, आजै पेश गर्नुपर्छ भनेर यही कोठामा, मेरो कोठामा रघुजी पन्तको अगाडि भन्नु। रघुजीले होइन आज नगरौँ भन्नुभयो। यो मिटिङ बोलाउँदा सबभन्दा आलोचनाको पात्र मध्ये म हुन्छु भन्ने मैले जानी यो बैठक निमन्त्रणा गरेको हुँ, आयोजना गरेको हुँ। मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम यो निर्णयले भएको छ, तर मेरो संलग्नता बिना भएको छ। म सभापतिको संलग्नता बिना यो निर्णयको मेरो निष्ठा र आँच आउने गरी भएको छ। कुलिङ परेड सन्दर्भमा दाइ म एकछिन मान्यज्यू भन्दैछु कुलिङ पिरियडको सन्दर्भमा म हिजो पनि 2 वर्ष राख्नुपर्छ भनेर स्ट्यान्ड लिएको हुँ। उपसमितिले 1 वर्ष ल्याउँदा पनि 2 वर्ष भनेर हाम्रो उपसमितिका मान्य सम्पूर्णको साथ सहयोगले हामीले यो सम्भव पारित गरेका हौँ। मान्य 3 जना मन्त्रीहरूले आएर यसलाई स्वीकार्नु भएको छ। त्यो दफालाई नमिलाउने काम आज हेर्दा कानुन मन्त्रालय र मेरो सचिवालयको सचिवबाट भएको देखिए जस्तो मलाई अनुभूति भएको छ। म तपाईहरुलाई अनुरोध गर्न चाहे, अरु म धेरै प्रवेश गर्न चाहिन। जहाँसम्म सामान्य प्रशासन मन्त्रीज्यूले मान्यले सभापतिले मलाई रिपोर्ट दिनु भनेर भन्नुभयो, 15 गते जेठका दिन लोकतन्त्र दिवसको दिन थियो, मान्य मुख्य सचिव पनि हुनुहुन्थ्यो, टुँडीखेलमा कार्यक्रम थियो। खाना खाना मलाई बोलाउनु भयो उहाँले मन्त्रालयमा। तपाई पनि हुनुहुन्छ जस्तो लाग्छ। एकछिन तपाई सुभाषजी, हामी त्यहाँ सचिवजी हुनुहुन्छ, दिउँसो लीलानाथ श्रेष्ठ उहाँ हुनुहुन्थ्यो, मान्य दिलेन्द्र बोर्डलाई बोलाइएको थियो। फेरि बेलुका बोलाइयो। को थियो? रघुजी पन्त हुनुहुन्थ्यो, म थिएँ, त्यसपछिबाट मन्त्रीजी हुनुहुन्थ्यो, मलाई लाग्छ अनि वन मन्त्री पनि आउनु भएको थियो। वनको केही समस्या थियो त्यहाँ, सुभाषजी पनि आउनु भएको थियो त्यस दिन। वनको बारेमा एउटा कुरा चलेको थियो, वनको डेफोहरूलाई केही गर्ने बारेमा। सुन्नु हामी त्यहाँ अझ मन्त्रीज्यूले के गर्नुभयो, सामान्य प्रशासन मन्त्रीज्यूले आफ्नो कुर्सीमा रघुजी पन्तलाई राख्नुभयो, यहाँ बस्ने दाइ भन्नुभयो। सञ्चार मन्त्रीले उहाँले त्यही दिन 15 गते नै 2 गते जेठ थियो पारित भएको, 15 गते सामान्य प्रशासन मन्त्रीलाई लगेर मैले ड्राफ्ट देखाएँ। ड्राफ्ट देखाएपछि उहाँले के भन्नुभयो, लीलानाथ श्रेष्ठ साँची हुनुहुन्छ, मान्य सभापतिज्यू यो शब्द मलाई त ठिक थिएन, पहिला अवकाश पाएपछि भन्ने थियो है, तपाईहरुलाई आज जानकारी गराउँछु। मैले थपेको हुँ, अवकाश पाएर मात्र हुँदैन, राजीनामा दिएपछि पनि यिनीहरू यसरी कुलिङ पिरियडमा जान सक्छन्, यो पनि राख्नुस् भनेर भनेको। मैले स्ट्यान्ड लिएर भनेको राजीनामा भन्ने शब्द राखेँ। राजीनामा पहिला निजामती कर्मचारी मात्रै भन्ने थियो, निजामती कर्मचारीलाई मैले सरकारी र निजामती भन्ने राखेँ। मैले फेरि तपाईहरुलाई अनुरोध गर्न चाहन्छु, यो यही छ, यो मेरो स्ट्यान्ड राखेकै हो। यस बापत मैले धेरै ठाउँबाट हप्की दप्की तरसाई थर्काई पनि खानु पर्यो। मेरो रोग हरायो मान्य सचिवहरू 3 गते दिन मलाई तानातान गरियो या सबै आएर। अब म धेरै कुरा गर्न चाहन्न, तर 4 पछाडि 5 मा यो राख्ने काम कसले गरेको हामी सचिवालय आज सम्पूर्ण संसद यो जान्न चाहन्थ्यो। किन भन्नुहुन्छ भने यो संसदको ठुलो हामी माथिको प्रहार हो, कानुन बनाउने माथिको प्रहार हो। यहाँ कसको खेल थियो भन्ने हामीले जान्नुपर्ने जरुरी थियो। यहाँ त के आयो, मान्य सभापतिले मैले सोधेँ के छ, ठिक छ, यो चलनै हो कि मान्य कृष्ण गोपालको कुरासँग म सहमत छु। र मलाई त्यस दिन बिहान एउटा मिटिङ थियो, मान्य रघुजी पन्त, म दिलेन्द्र बडु, अघि थानी हृदयले कोर टिम भन्नुभयो, कोही कोर टिम होइन, सल्लाहमा सुरुदेखिको छलफलमा आउनु भएको रघुजी पन्त हुनुहुन्थ्यो, आउनुभयो।
आउँदा आउँदै कुनै एकजना उप प्रधानमन्त्रीको फोन आयो अनि त्यसपछिबाट आइसकेपछि रघुजी पन्त ओल्लो कोठामा आउनुभयो र मलाई सामान्य प्रशासन मन्त्रीज्यूले के भन्नुभयो साक्षी हुनुहुन्छ रघुजी पन्त यो विधेयक मलाई सम्माननीज्यूले आजै पेश गर्नु भनेको छ प्रेसर बढी भयो मलाई प्रेसर बढी भयो रामरजी आजै पेश गर्नुपर्छ भनेर यही कोठामा मेरो कोठामा रघुजी पन्तको अगाडि भन्नु रघुजीले होइन आज नगरौँ भन्नुभयो 2-3 गतेको कुरा त्यसपछि विधेयक पेश गर्नु अगाडि म उहाँको कार्यकक्षमा गएँ उहाँले भन्नुभयो सब राम्रो रहेछ एउटा यो थप्नुभएको छ झन् राम्रो हो म त खुसी भएँ त्यही होइन 15 होइन राजीनामा थपेको अवकाश मात्रै थियो राजीनामा र अवकाश भन्ने थप्यो अनि निजामती कर्मचारी मात्रै थियो निजामती कर्मचारी सरकारी र अन्य निजामती र अन्य सरकारी थप्यो ल धन्यवाद यार तपाईले बडा राम्रो गर्नुभएको छ भने मन्त्रीज्यूले मलाई धन्यवाद दिनुभयो हिलानाथ श्रेष्ठ पनि हुनुहुन्थ्यो अनि मैले यो तपाईँ हेर्नुहोस् है भने उहाँले हेर्नुभयो मिराजी पनि त्यस दिन चाहिँ हुनुहुन्थ्यो जस्तो हुनुहुन्थ्यो तपाईँ यो रिपोर्ट दिएको थिएन मैले त्यहाँ अनि रिपोर्ट पाइन भनेर इन्टरभ्यू दिने मन्त्रीले राज्य व्यवस्थाले यसो गर भन्ने रिपोर्ट तपाईँहरूको अगाडि मैले दिएको हो कि होइन तपाईँले हेरेर यो ठिक छ भनेको हो कि होइन हो तपाईँ सुन्नु नि त अनि रिपोर्ट भनेको के हो त तपाईँ रिपोर्ट पाइन भन्ने अनि मलाई सुन्नुहोस् एउटा कुरा त्यसैले मेरो निष्ठामाथि पनि प्रहार भएको छ यो समितिमा हामीले नागरिकता विधेयक पास गर्यौं संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक पास गर्यौं अनुगमन विधेयक पास गर्यौं यो समितिमा आएपछि सबै मान्य सदस्य भ्रष्टाचार सम्बन्धी पास गर्यौं सबभन्दा ठूलो उपलब्धि हामीले यो समितिले गरेको छ तर यो समितिलाई खुइल्याउने काममा केही मान्छेहरू लागेको हामीलाई अनुभूति भयो आज थाहा पाउँदैछु म यो कसले गर्यो भन्ने कुरा सबै निजामती कर्मचारी खराब छन् भने म भन्न चाहन्न क्षमता योग्यता र प्रतिष्ठा हेरेर हामीलाई गर्व लाग्छ कतिपय निजामती कर्मचारीको हेर्दा कतिपय निजामती कर्मचारी आफू मात्रै खाऊ अरू जाओस् भन्ने मनोवृत्तिको पनि हामीले देखेका छौं त्यसलाई कन्ट्रोल गर्न पनि हामीले कुलिङ पिरियड ल्याउन खोजेका हौं त्यो बाबत हामीले कत्रो भनाइ खानु पर्यो कठिनाइ खानु पर्यो बेइज्जती भोग्नु पर्यो सार्वजनिक रूपमा हामी चाहिँ यो जस्ताको तस्तै छ भनेर लाने बिचमा चाहिँ तोउने काम गर्नुहुन्छ यो गम्भीर अपराध हो अक्षम्य अपराध हो हामी सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छौं छानबिन पछाडि गल्ती भयो भने रामरी खतिवडा जस्तो सुकै सजाय मेरो गल्ती देखियो भने सजायको भागी बन्न तयार छ मान्य सदस्यहरू मार्ग प्रशस्त गर्नुहोस् भन्नुभयो तर मेरो म फेरि पनि भन्छु कुनै पनि इस्युमा रामरी खतिवडाको चाहिँ यस्तोमा यिनै कुनै पनि इस्युमा समितिको राय भन्दा बाहेक एउटा मैले थपेको भनेको निजा राजीनामा दिएपछि र अन्य सरकारी दुईटा भन्दा बाहेक रामरी केही थिएन तर यो हामीले गरेको निर्णयलाई उल्ट्याउने र बिगार्ने काम कहाँ बछ भनेर हामीले आज जान्न चाहेका थियौं अलिअलि अनुभूति भएको छ यसबारेमा सम्मान्य सभामुखसँग पनि हामी अनुरोध गर्न चाहन्छौं र मेरो नैतिकताको कुरा पनि आयो मान्य सदस्यहरू नैतिकताको कुरा मैले पनि राजनीतिमा कसैको निगाले म यहाँ आएको होइन निर्वाचित भएर आएको एकपटक होइन त्यो भन्दा बढी पनि भएको होला मेरो बाउ शहीद भएर पनि आएको होइन म चन्दा दिएर पनि आएको होइन म राजनीतिमा दुखै गरेर आएको म क्यारम बोर्ड खेले जस्तो यहाँ ट्याङ्की खेले जस्तो यहाँ त्यहाँ देखाएर यता छिराउने मान्छे पनि होइन निष्ठा र प्रतिष्ठा जे मैले बोलेको थिएँ त्योसँग आज पनि म दृढ छु कानुन बनाउने काम गाह्रै हुन्छ मलाई पनि थाहा छ तर म माथि आक्रमण प्रहार भएको छ हिजो अस्तिदेखि नै म देखिरहेको छु सभापतिको मान्य सदस्यहरू तपाईहरुसँग म सधैँ बिहान उपसमितिको मिटिङमा पनि 9 बजेदेखि राति 10 बजेसम्म म चाहिँ बसेको छु प्रत्येक दिन बसेको छु भाका निर्णयहरू गलत कामले व्याख्या गर्ने हामीलाई थाहा नदिकन यो हुन सक्छ यो एकदम गम्भीर अपराध भएको छ यो कुराको छानबिन हुनुपर्छ म अर्को कुरा पनि तपाईहरुलाई अनुरोध गर्न चाहन्छु म तपाईलाई अर्को कुरा पनि म भन्दै छु त तपाईले यति कुरा मैले यति भनिसके तपाईले अब हैन बुझ बजाउने काम नगर्नु होला म अर्को कुरा पनि हामीले थप्यौं फेरि तपाईलाई अनुरोध गर्न चाहन्छु मान्य रघुजी पन्तले के भन्नुभयो भने यो विधेयक लागू भइसकेपछि 35 दिन पछाडी स्वत लागू हुने भन्ने शब्द राख्नुभयो त्यो पनि हटायो मैले मानिन मान्य उहाँ पनि हुनुहुन्थ्यो किन 35 दिन भन्ने एउटा अहिले हामी चाहिँ एउटा आर्थिक वर्षदेखि सुरु हुन्छ लोकसेवाको जाँच लिने प्रक्रिया हुन्छ सिधै 35 आज विधेयक पारित भयो ठ्याक्क 35 बजे भयो त्यो पनि मैले हटाएको हुँ मान्य दिलेर बोर्ड हुनुहुन्छ कहीँ यस्ता शब्द आएका थिए आज तपाईहरुलाई स्पष्ट पार्न चाहन्छु किनभने मेरो निष्ठामाथि मेरो प्रतिष्ठामाथि मेरो इमानदारतामाथि प्रहार गर्ने काम सोशल मिडियादेखि मिडियामा र सारा भएको छ अघि मलाई फेरि पनि कृष्ण गोपाल मान्यले धन्यवाद दिन चाहन्छु गाउँका जनता पनि जनता हुन हेरेका छन्
साँच्चै बदमासी गरेको रहेछ क्या माननीय सभापतिले भन्ने भान भएको छ, त्यो क्लियर गर्न चाहन्छु। त्यसैले माननीय सदस्यज्यूहरू, आज अब हामी धेरै कुरा गर्न चाहदैनौँ, हामीले केही कुरा गरेका छौँ, यो बारेमा छानबिनका लागि हामीले आग्रह गरेका छौँ। एक दुईवटा कुरा म आज पढेर सुनाउन चाहन्छु हाम्रो कुराहरू। केही छ? अब होइन, तपाईँहरू एउटा कुरा मन्त्रीजीलाई हामी बोलाउँछौँ एकछिन। माने सुन्नु न, म तपाईँलाई एक मिनट के भन्न खोजेको छैन। तपाईले जे विषय राख्नु मैले तपाईँ बुझेँ, म मन्त्री बैठक क्लियर भएन। किन भएन भने यो समितिमा छलफल भयो, सार्वभौम सत्ता सम्पन्न यो समितिमा तपाईँको सवालमा यहीभित्र छलफल भयो। छलफल भएर जे सहमति भएको छ त्यो सहमतिलाई प्रतिवेदनमा उल्लेख गर्ने कुरामा कहाँबाट कसले म्यानिपुलेट गर्यो र तपाईँले राख्न खोज्दा कसले तानेर निकाल्यो तपाईँले यति कुरा तपाईँले बुझ्नुभयो। यो छानबिन गर्न सभामुखलाई मैले आग्रह गरिसकेको छु। म त्यतातिर सभामुखलाई सम्पूर्ण तपाईँले बुझी अहिले फेरि बुथ बजाउँदै हुनुहुन्छ मान्यज्यू। म यति अब म एउटा कुरा भन्छु, उहाँहरू त आज मन्त्री आएपछि मात्रै उहाँहरूलाई बोल्न दिने। मन्त्रीले पनि केही कुरा उठाउनु भएको छ, माननीय सभापतिले मसँग यो गरो त्यो गरो के भनेर मैले त्यसमा स्पष्ट पारेँ। मन्त्रीज्यूलाई बोलाएर पनि हामी छलफल गर्छौँ। मुख्य सचिव तपाईँहरूलाई आज होइन, ठिक छ, तपाईँहरूलाई पनि आज बोलाउनुको कारण पुलिङ पिरियडको सन्दर्भमा तपाईँहरूको पनि चासो थियो। सहयोग एउटा एक मिनट मान्यज्यू भन्नु पर्यो भने मैले यहाँ तयार गरेको प्रतिवेदन सबैको हातमा बाँडेको थिएँ। नपढ्ने कुरा त तिम्रो कमजोरी भयो नि। तपाईँलाई एउटा कुरा मस्यौदा त छलफलमा हामी तपाईँलाई भएको निर्णय तपाईँलाई सबै थाहा छ। मैले भनिसकेँ त। राजेन्द्र पाण्डेको स्ट्यान्ड थियो, बढीमा 10 वर्ष भन्ने उहाँको पनि थियो। सुभाषजी यहाँ हुनुहुन्छ, कानुनी शब्द मिलाउनु पर्छ भनेर रघुजी पन्तले भन्नुभयो होइन। यसलाई कानुनी मिलाउने के भनेर त्यसपछि 10 वर्ष कायम गर्यो। त्यतातिर म धेरैतिर गइनँ। अब मान्य सचिवहरू अब यसमा नजाउँ। आज मैले यति भने दाइले बुझ्नै भएको छ। एकछिन निर्णयतिर गएँ। मान्य सदस्यहरू, आज राज्य व्यवस्था तथा सुशासन समितिको 83औं बैठक बस्यो। हामी झन्डै आज 3-4 घन्टे बस्यौँ, 11 बजेदेखि। मिति 2082 आषाढ 15 गते संघीय संसद प्रतिनिधि सभामा प्रस्तुत भई सर्वसम्मत पारित भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 को दफा 82 को उपदफा 3 पछि उपदफा 4 थपी कायम गरिएको उपदफा 4 मा निजामती कर्मचारी र अन्य कर्मचारीको सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले 2 वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भनी समितिको प्रतिवेदन व्यवस्था गरेको र पारित गरेको यो विषयमा आजको बैठकमा अनुसार पारित भएको विषय हो। त्यतिखेर पारित भएको विषय हो। उक्त दफा 4 लाई निष्क्रिय होइन, सर्वसम्मतिबाट उक्त दफा 4 लाई निष्क्रिय गराउने गरी सोही विधेयकको उपदफा 4 पछि उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा 5 राख्नु नपर्ने विधेयकको व्यवस्थालाई यथावत राखेको कारणले यो विधेयक समितिको प्रतिवेदनको उपदफा 4 ले गरेको व्यवस्थालाई र भावनालाई कुठाराघात हुने गरी उपदफा थपी पारित भएको कारण राज्य व्यवस्था तथा सुशासन बैठकले उक्त 82 को कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा 43 मा आवश्यक संशोधन गर्ने व्यवस्था मिलाइदिनु हुन राष्ट्रिय सभालाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो। एकछिन है, म यो भन्छु। अर्को छ, एकछिन है, अर्को सुन्नुहोस्। संघीय निजामती सेवाको ल त्यो हटाइयो र हटाएर संशोधन। संघीय निजामती सेवाको गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 को दफा 82 मा निजामती कर्मचारी र अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले 2 वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भन्ने विषयलाई समितिबाट विधेयकको प्रतिवेदन तयार पार्दा निष्क्रिय गराउने गरी समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने काममा भएको कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण दुर्भाग्य देखिएको हुँदा उक्त कार्यमा को व्यक्ति को कति
गल्ती र अपराध हो। त्यसमा उच्च स्तरीय संसदीय छानबिन समिति गर्न राज्य व्यवस्था समिति व्यवस्था मिलाउन संघीय संसदका सभामुखज्यूलाई अनुरोध गर्ने निर्णय गरियो।